फुल टिप्दै डुकुर्दै गर्ने अनि सिध्यो भने अर्को सालमा के यहाँको त्यो यो झारपात यिनीहरू हेरेर जाने यहाँ हिउँ पर्छ कति टाढाबाट ल्याउनु भएको तपाईँले नि भेडाहरू चराउनलाई 2 घन्टा होइन कहाँ 2 घन्टा गाउँबाट ल्याएको त यहाँ कति घन्टा तर यो चराउने ठाउँबाट 2 घन्टा त्यहाँदेखि यहाँसम्म 2 घन्टा अनि तर बस्ती त कहाँ हो कहाँ अनि तपाईँ यहीँ बस्नुहुन्छ कि उतै जानुहुन्छ हामी गोठमा बस्छ कतिवटा छ तपाईँको भेडा मेरो लगभग त्यस्तै 70-80 70-80 वटा अँ ओहो यो हजुरको पछि खुलेर काम छैन होइन पहिला चाहिँ अब बाल्यकालमा पर भन्ने बेला चाहिँ है म पर्दैन गोठालो लाग्छु भनेर चाहिँ जाबसाब बोकेर लाठी समातेर गोठालो लाग्यो ए त्यो तलको गोठहरू हुन् त्यो गोठ हो तपाईँको तलको देखिने होइन त्यो भैँसी गोठा ए भेडी गोठ कता छ त यहाँ गाई भैँसी सबै त्यतै छ उनीहरू त त्यस्तै छोटे हो क्या त्यत्तिकै भेडाले यो फुलहरू खाँदैन फुल केही उनीहरूले खान्छन् केही अब दर्शकलाई राखिदिन्छ अब दर्शकले टिपेर लाग्छ अब अर्को सालदेखि के फुल नसुन सबैलाई चुल चुल अब दर्शकहरूले पनि आएर टिपेर हिँडिदिन्छ होइन ल यहाँ आउने दर्शकहरूले पनि विचार गर्नुपर्ने कुरा देखियो यो फुलहरू तपाईँहरू मुठा पारेर टिपेर लगिदिनुहुन्छ त्यही भएर यहाँको अब यो यसको संस्कृति यहाँको देखिने जुन मनोरम दृश्य छ यो पनि लोप हुने हो कि भन्ने डर पनि कहीँ यहाँनिर देखियो हेर्नुहोस् यहाँ आउने दर्शकहरूले सबैले एक मुठा टिप्दा पनि यसको त सम्पदा देखिने यहाँको दृश्य ल के भन्नुहुन्छ तपाईँहरू यहाँ आउनेलाई के भन्नुहुन्छ ल भन्नुहोस् त यहाँ आउनेलाई चाहिँ नआउनुहोस् भन्दैनौँ हामीहरू आउनुहोस् खुसी तरिकाले रमाउनुहोस् हाँस्नुहोस् जानुहोस् होइन तपाईँहरूलाई तिरेकिन छैन भन्दैनौँ हामीहरू तर यो ठाउँमा किनकि 100जना मान्छे आउनुभयो 100 गोटा बिरुवा उखुलेर लग्नुभयो भने 100 गोटा दृश्य हरायो तर यहाँको दृश्य कसरी हरायो यहाँको अब आज उखुल्यो हरायो अब नाचेर अब जुन जहाँ फुल फुल्या छ नि त्यहाँ गएर फट्किरहेछन् नाचेका छन् अनि कागजहरू फाल्या छ मास्क फाल्या छ त्यहाँको त्यो नाना थरी गेना मर्नको त्यो प्याटहरू फाल्या छ है अनि त्यहाँ चाहिँ गोठहरू जलाएका छन् अनि गोठालोलाई पीडा हुँदैन त जसरी पनि पीडा हुन्छ अब फोहोर खायो भेरा बिरामी हुन्छ अनि यो कागज खाएर बिरामी हुन्छ सालै पछि बनिन्छ तर यहाँको गाउँपालिकाको अध्यक्षले यो तर लोकमार्गता खोल्यो तिर्याक्ता खोल्यो तर यहाँको फोहोरको संरक्षण भइदिएन क्या गोठालो अनि भन्दा पनि मान्छेले पटाउँदैन कराएर नाचेर भेरा ढुकाएर दिएछन् है भेराहरू बिचार बिरामी भएको छन् खाने समयमा खान पाएको छैनन् यही हो गोठालोलाई पीडा तर आउनुहोस् घुम्नुहोस् रमाउनुहोस् हाँस्नुहोस् जानुहोस् त्यो तपाईँहरूलाई हामीहरूले तिर्याकमा नआउनुहोस् भन्दैनौँ तर गोठालोहरूले चाहिँ पीडा के हो गोठ जलाइदिएका छन् त्यहाँको दाउरा जलाइदिएका छन् काठ जलाइदिएका छन् अनि गोठको खाँबाहरू जलाइदिएका छन् होइन दर्शक अब सबै दर्शक एकै ठाउँको त होइन कोही सल्यानको आया होला कोही सुर्खेतको आया होला कोही यही भूमेपालिकाकै मान्छे आया होला कोही पुठाकै आया होला होइन कोही बागलुङकै आया होला बागलुङको पनि हामीले भेट्यौँ बाटामा तर गल्ती गर्ने कसले गर्छ तर थाहा भएन तर गाउँघरकै मान्छेले गरेछ गल्ती त तर गोठको काठहरू तिनीहरू नजलाइदिउन् के यही हो मेरो आग्रह गोठालोलाई पीडा त्यत्रो त्यो 2 घन्टा बाटोबाट त्यहाँबाट बोकेर त्यहाँ निकाल्नुपर्छ तपाईँहरू त्यहाँदेखिबाट रित्तै यहाँ आउँदा ह्या गर्नुहुन्छ तर गोठालोलाई पीडा त कसैले पनि बुझ्दैन क्या धेरै पीडा छ के बुझ्या छ र मेरो धर्मसुर बुढा ए ल ठिक छ तपाईँको भेटघाट भयो होइन ल ठिकै छ दर्शकहरू हामी जति पनि साथीहरू हामी यो कुसे फुललाई चाहिँ अब आग्रह गोठालोले कम्प्लेन दिएछ भनिदिनुहोस् ल हामी जति पनि साथीहरू हामी यो चौरी खर्कमा हामी घुम्न आउँछौँ हामीले अब चौरी खर्क भन्दाखेरि चौरी मात्रै हो ल चौरीतिर हामी बिचमा नजानुहोस् बिचमा घुम्न आउँदाखेरि यहाँ आउने साथीहरूले अब यो फुल फुलहरू हामी टिप्ने गर्छौँ यो फुलहरूले गर्दा टिप्दाखेरि यहाँको पर्यावरण यहाँको जो सुन्दर दृश्य देखिन्छ जुन मनोरम दृश्य छ त्यो दृश्य नै लोप हुने हो कि भन्ने यहाँका स्थानीयहरूको
चिन्ताको विषय पनि रहेको देखियो। यहाँनिर धेरै टाढाबाट उहाँहरूले भेडाहरूलाई चराउनको लागि पनि ल्याउनु हुँदो रहेछ। यहाँ आउने उश्रृङ्खल खालका हाम्रा दर्शकहरू हामी जति पनि यहाँ घुम्नलाई आउँछौँ उहाँहरूले भेडी गोठहरू समेत जलाइदिने गर्नुभएको छ भन्ने उहाँले गुनासो गर्नुभएको छ। कृपया यो कदापि मानवीय कार्य चाहिँ होइन। यो कार्यलाई हामीले बन्द गर्दाखेरि एकदमै राम्रो होला। अनि हामी आउनेहरूले पानीका बोतलहरू अनि जुन पनि जङ्क फुडहरू हामी बोकेर आउने र जहाँ पायो उहीँ बाटामा फालिदिने यो पनि यहाँको समस्या देखियो। त्यसैले अब तपाईँहरू हेर्दै हुनुहुन्छ भने यो भिडियोलाई एकपटक तपाईँले यो चौरी आउनै पर्ने ठाउँ छ। सुन्दर मनोरम दृश्य छ। यिनी दृश्यहरूलाई हेर्न आउँदाखेरि र तपाईँहरूले घुम्न आउँदाखेरि आउनुहोस् र आफ्नो सभ्य बनेर आफ्नो पहिचानलाई देखाउनुहोस् र यहाँको यो संस्कृति जुन छ एउटा यसलाई पनि लोप हुने वातावरण नगराइदिनुहोस् भन्न चाहन्छु। हवस्, नमस्ते।